फाना गर्न आउनु भएको थियो त्यसो भनिदिनु पर्यो यहाँ। सर्वप्रथम त तपाईलाई धन्यवाद छ। म लामो समयदेखि कारागारमा रहनुभएका रवि लामिछानेमाथि विशेष गरी कांग्रेस र एमालेले जे प्रतिशोध साधेर उहाँमाथि जे खालको अन्याय भएको छ, उहाँमाथि जे खालको अत्याचार भएको छ, त्यो अत्याचारको विरुद्धमा एकचोटि उभिनुपर्छ भन्ने लागेर म यस पूर्व राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा पनि पुगेर हस्ताक्षर पनि गरेको छु र अहिले नक्खु कारागारमा रहनुभएका रासोपाका सभापति रवि लामिछानेलाई उनीमाथि भएको एउटा राजनैतिक प्रतिशोध र उनीमाथि भएको एउटा राजनैतिक हिंसा र राजनैतिक बदला जे खालको कर्म भएको छ त्यसको विपक्षमा उभिनलाई चाहिँ म यसरी एउटा त्यो सन्दर्भमा यहाँ आएको हुँ। दोस्रो कुरा, जति नयाँ पोलिटिकल पार्टीहरू अहिले बजारमा बनेको छ, जति नयाँ पोलिटिकल पार्टीहरू अहिले उत्साहजनक ढंगबाट चाहिँ जति पार्टीहरू आइरहनु भएको छ, सबै पार्टीहरूलाई एकतामा उभ्याउने सन्दर्भमा उहाँको बुझाइ के छ, उहाँको भनाइ के छ भन्ने यो दुई तीनवटा विषयमा चाहिँ छलफल गर्न, त्यो कुराकानी गर्न चाहिँ म यहाँसम्म आइपुगेँ। के भन्नुभयो उहाँले, के विषयमा चर्चा भए, कुन कुन विषयले बढी प्राथमिकता पाए, एकता गरेर चुनावमा जाने विषय हो कि अब फेरि रासोपासँग एउटै चिन्हमा चुनाव लड्ने विषयमा नै चर्चा गर्न आउनु भएको थियो कि के भयो भित्र, उहाँले के भन्नुभयो, तपाईँले के भन्नुभयो? सर्वप्रथम म तपाईँलाई के भनिदिउँ भने विशेष गरी कांग्रेस र एमालेले जे ढंगबाट अझै कांग्रेसभित्र पनि अझै गगन थापा एन्ड कम्पनीहरू आराजु देउबाहरूले जसरी रवि लामिछानेलाई फसाए, जसरी गगन थापाहरूले मिसनै बनाएर गगन थापाहरूले तयारी नै गरेर जसरी आफूमाथि देखिनलाई अरूलाई खाडोमा राखेर आफू बाहिर देखिनलाई अरूलाई जसरी जेलभित्र कोचिरहेका छन्, पहिलो कुरा त हामीले स्पष्ट रूपमा चाहिँ आजको मितिमा के बुझ्नुपर्छ भने रवि लामिछाने उनले के काम गरेका छन्, कसो गरेका छन् भन्ने बारेमा त्यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा हिजो पनि हामी थियौँ, आज पनि छौँ। तर त्योभन्दा पूर्व चाहिँ गगन थापाहरूले जसरी नियोजित ढंगबाट, जसरी स्क्रिप्ट लेखेर नियोजित ढंगबाट रवि लामिछानेलाई जेलभित्र कोचेर राख्ने, जेलभित्र थुनेर राख्ने चाहिँ खालको प्रपञ्च भयो, यसको विरुद्धमा म मात्र होइन, एकचोटि सबैजना चाहिँ यो नक्खु कारागारको गेटमा आएर सबै जनताले एकचोटि उभिनुपर्छ र एकचोटि सोध्नुपर्छ। यस पूर्व गगन थापाले पार्लियामेन्टबाट पनि भनेको थियो हामीसँग प्रमाण छ। म आजबाट यहाँबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भन्नुपर्ने प्रश्न चाहिँ यति मात्र हो कि तिमीले भनेको त्यो प्रमाण कहाँनिर छ? होइन, अब तिमीले यहाँ प्रमाण छ भनेर यसरी चाहिँ झुटो आरोपमा, झुटो स्क्रिप्टले चाहिँ जसरी रवि लामिछानेलाई थुनियो, रवि लामिछानेले गरेको बदमाशी भन्दा ठूलो प्रमाण चाहिँ यति बेला हामीसँग छ कि गगन थापाले यस